सल्लाह दिने र अनुसन्धानमा अब थप कसलाई चाहिँ लाग्ने प्रेरणा दिने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको छ। हाम्रा भाइ बहिनीहरूले जुन अनुसन्धान गरेर उहाँले जुन प्रदर्शनीहरू गरिरहनु भएको छ, उहाँको ज्ञान र सिपलाई यहाँ आज तपाईँ हामी मार्फत देखाउँदै हुनुहुन्छ। र ज्ञान र सिपलाई चाहिँ यहाँसम्म आइपुग्दाखेरि के कस्ता समस्याहरू छन् र ती समस्याहरूलाई समाधान गर्नका निम्ति के गर्नुपर्छ, उहाँहरूको यो स्थल अवलोकन गर्दा उहाँहरूसँग उहाँका सुझावहरू पनि लिने र आगामी दिनहरूमा उहाँहरूलाई थप अनुसन्धान गर्नका निम्ति प्रेरणा गर्नका निम्ति पनि तपाईँ हामी यो महोत्सवको आयोजना गरिएको तपाईँ माग राख्न चाहन्छु। उपस्थित मान्छेहरू विशेष गरी आज यो महोत्सवभित्र सुन्दर हरिजा नगरपालिकाभित्रको ज्ञान र सिप आजको सुन्दर हरिजाको अवस्था के छ, के गर्नुपर्छ भन्ने विषयहरूमा पनि धेरै यो कार्यक्रमभित्र विद्युत वर्गहरूसँग पनि प्यानल डिस्कसहरू गर्ने र त्यो डिस्कसबाट निस्केको निष्कर्षमा सुन्दर हरिजा नगरपालिकाको आजको शिक्षाको अवस्था के र चुनौती के र त्यसको चुनौतीका समाधान गर्नका निम्ति अबको बाटो के गर्नुपर्छ भन्ने विषयमा पनि यो महोत्सवभित्र छलफल हुने, प्यानल डिस्कसहरू हुने भएको कारणले गर्दा यो कार्यक्रम चाहिँ महत्त्वपूर्ण छ। यो कार्यक्रमले सुन्दर हरिजा नगरपालिकाको आगामी दिनहरूमा शिक्षाको बाटोको नयाँ रेखा कोर्नेछ र हामीसँग भएको सीमित स्रोत साधनबाट हाम्रो शिक्षामा असीमित उपलब्धि प्राप्त गर्नका निम्ति यो महोत्सव चाहिँ महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने आयोजकको विश्वास रहेको कुरा तपाईँहरूमा राख्न चाहन्छु। र आगामी दिनहरूमा यो शिक्षामा रहेको चुनौतीलाई वस्तुगत रूपमा अनुसन्धान गर्ने, हेर्ने र यो महोत्सवबाट एउटा निष्कर्ष निस्किने छ र आगामी दिनमा यो सुन्दर शैक्षिक हकको रूपमा विकास गर्नका निम्ति नयाँ कृषक विकास साबित हुनेछ भन्ने आयोजकको विश्वास रहेको तपाईँ राख्न चाहन्छु। उपस्थित महानुभावहरू, हामीभित्र रहेको यो सुन्दर हरिजाभित्र रहेका विभिन्न जाति, धर्म, वर्ग, लिङ्ग, पेसा मान्ने मानिसहरू र यसभित्र रहेका जाति, धर्म, पेसा, लिङ्ग, वर्ग जुनसुकै ज्ञान र सेवा आर्जन गरेको छ ज्ञान र भन्ने विषय पनि यो महोत्सवले झल्काउनेछ भन्ने आयोजकको विश्वास छ। त्यसकारणले सबै शैक्षिक प्राविधिक महानुभावलाई म अनुरोध पनि गर्न चाहन्छु, यो महोत्सवभित्र देखिएका विषयवस्तुहरूमा तपाईँहरूले चाहिँ महत्त्वपूर्ण सुझाव सल्लाहहरू पनि आयोजकमा प्राप्त हुनेछ। सुन्दर हरिजा नगरपालिकालाई प्राप्त हुनेछ, यो महोत्सवको अवसरमा यो प्राप्त हुनेछ र सुन्दर हरिजा नगरपालिकालाई आगामी दिनमा यो सुन्दर हरिजा नगरपालिकालाई र नगरपालिकाले सोचेको, देशले नै सोचेको जबसम्म शिक्षालाई राम्रो बनाउन सकिँदैन तबसम्म स्थानीय तह र सिङ्गो राष्ट्रलाई नै अगाडि बढाउन सकिँदैन भन्ने जुन निष्कर्ष छ त्यो निष्कर्ष सुन्दर हरिजा नगरपालिकाको यही निष्कर्ष हो र त्यो निष्कर्षलाई